भाइ भाइ ओ भाइ कहाँ हो? को को हो? उठा त उठा त किन दाइ? उठा उठा त तिम्रो हातमा नि के रहेछ के हो रातो रातो समार बसिरहेको यस्तो चिज खानुहुन्न है यो पहिला यसलाई हटाउ त के हो तिमी किन पार्कमा सुतेर बस्याउ त तिमीलाई झ्याउ त लाग्यो रिस त उठेन मैले क्यामेरा उठाइहालेँ होइन छैन दाइ अब त्यस्तै हो अब के गर्नु टेन्सनै टेन्सन छ दाइ अब मनको पीडा कसरी भन्ने दाइ अब बुढीले जापानमा डिपेन्डेन्ट भिजामा लिएर आएको अब ओके 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 त्यही पनि भन्यो नि तिम्रो वाइफ कहाँ यहाँ छ कि नेपालमा छ कि कतै के छ अब हिजो अस्तिसम्म यहीँ थियो दाइ अहिले अब पहिला भागिहाल्यो अब हिजो अस्ति यसो हेर्दा त तिमी त रक्सी खाएर अनि यसो बरालेर हिँड्दो रहेछौ अनि बुढीले छोटा जस्तो पनि लाग्यो मलाई त होइन तर तिम्रो अनुहार देख्दा त अलिक पीडामा छ जस्तो लाग्यो मलाई चाहिँ के हो मलाई भन्न सक्छौ मलाई मिलाएर होइन दाइ अब पहिला यस्तो थिएन अब यहाँ आएर डिपेन्डेन्ट भिजामा ल्याइसकेपछि हेप्ने चेप्ने अब लुगा धुनुमै खाना पकाउनु काम गराउमै कपडा धुन र खाना पकाउनु ठुलो कुरो भएन नि त तिमी रक्सी खाएर हिँड्छौ जस्तो लाग्यो त तिम्रो अनुहार हेर्दा त होइन दाइ मैले उसले डिभोर्स दिइसकेपछि अर्कैले भागिसकेपछि चाहिँ रक्सी खाना सुरु गरेको दाइ अहिले तिमी छोरा मान्छे हो मर्द भौ न किन एउटा छोरी अर्को आउँछ किन आँटेको तिमी होइन दाइ क्यामेरा रुनुहुन्न कि राम्रो देखिन्न नरौ के रुनुहुन्न के छोरा मान्छे भयो जस्तो भौ न तिमी पनि छोरा मान्छेको चाहिँ मन हुन्न र दाइ मन हुन्छ तर अलि हिम्मत हार्नु भएन नि तिमीले हिम्मत हारे जस्तो लाग्यो तिमी हेर्दा त होइन दाइ हिम्मत हारेको होइन मैले अब बुढीले त्यसरी धोका दिएर गइसकेपछि के गर्नु